माछा, मासु, साग, सब्जी, फलफुल अथवा कुनै पनि जीवजन्तु जब एक्सपायर हुन्छ, तब त्यो रट हुन्छ, कुहिन्छ। त्यहाँबाट नराम्रो बास्ना आइरहेको छ अथवा त्यहाँ झिँगा धेरै भन्किरहेको छ, तब हामी थाहा पाउँछौँ कि यो कुरा चाहिँ रट भएछ, अब यो काम लाग्दैन। सिमिलरली देयर इज समथिङ कल ब्रेन रट। दिमाग पनि एक प्रकारको कुहिन्छ, तर त्यहाँबाट झिँगा धन्किँदैन, त्यहाँबाट नराम्रो बास्ना पनि आउँदैन। हाउ डु यु नो द्याट योर ब्रेन इज रटिङ? ब्रेन रट शब्द मैले निकालेको होइन। ब्रेन रट भन्ने शब्द 2024मा अक्सफोर्डले वर्ड अफ द इयर घोषणा गरेको थियो। आउनुहोस् अब ब्रेन रटमा के हुन्छ त? ब्रेन रटमा तपाईँको दिमागको क्षमता गिर्छ। जति तपाईँको दिमागले सोच्नुपर्ने हो त्यो गर्न सक्दैन। स्कुटरको चाबी मैले कहाँ राखेँ मैले बिर्सिरहेको छु। मलाई 40 मिनटको क्लासमा बस्नुपर्ने, तर मलाई 10 मिनटमा बोर लागिसकेको छ। 10 सेकेन्डको टिकटक भिडियो हेर्नु 1 सेकेन्डमै बोर लागिसकेको हुन्छ। म फलफुल किन्न जान्छु, सागसब्जी किन्न जान्छु, तर 5वटाभन्दा धेरै आइटम म दिमागमा राख्न सक्दिनँ। मलाई आफ्नो नम्बर बाहेक, मेरो बुवाको नम्बर बाहेक, मलाई आमाको, बहिनीको, अरूको फोन नम्बर यादै छैन। काम भनेको केही गरेको छैन, तर म अलरेडी थाकिसकेँ दिमागबाट। अल्छी लाग्छ, चिडचिडाहट हुन्छ सानोतिनो कुराले पनि। थाहा छ मैले मेरो एक्जाम आउँदैछ, मैले पढ्नुपर्छ, मैले केही काम गर्नुपर्छ, तर म मेरो दिमागलाई काबुमा ल्याउन सकिरहेकै छुइनँ। आज गर्छु भनेको कुरा भोलि म कन्टिन्यू गर्न सकिरहेकै छुइनँ। म एकदमै डिस्ट्र्याक्सनमा सजिलै फसिरहेको छु। डिप वर्क भन्ने कुरा छँदै छैन। कुनै पनि काम गर्छु, तर त्यो कामले म एकैचोटि एकै तरिकाले सकाउन सक्दिनँ। बिचमा मलाई ब्रेक चाहिहाल्छ। 5-5 मिनटमा मोबाइल हेर्नुपर्छ या 5-5 मिनटमा डेस्कटप हेर्नुपर्छ अथवा के गर्नुपर्छ। मेरो एकाग्रतै हुँदैन, पिटिक्कै हुँदैन, हुँदैन। कसैलाई पैसा दिएको छ र सामान्य त्यसको ब्याज निकाल्नु पनि तपाईँलाई क्यालकुलेटरै चाहिन्छ। यदि यो सबै लक्षण तपाईँमा छ भने प्लिज 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 थिङ्क। तपाईँ ब्रेन रटको शिकार त भइराख्नु भएको छैन?